नेपालमा हिजो भएको एउटा आन्दोलन लिएर विभिन्न टिप्पणीहरू भइरहेको रहेछ। जुन राजा पक्षबाट गरेको आन्दोलन थियो त्यो आन्दोलन लिएर विभिन्न घटनाहरू पनि घटेका छन् र यसो बुझ्दै जाने भने मैले के कुरा भन्न चाहन्छु भने यसो बुझ्दै जाने भनेपछि त्यो आन्दोलन सिर्जना कसरी भयो त, कसले गर्यो त, केसको कारणले गर्दाखेरि चाहिँ त्यो आन्दोलन सिर्जना भयो भन्ने कुरा यसो सोच्ने हो भने त्यो सबै राजनीतिक दलको नेताहरूले गर्दा भएको होइन त। राजनीतिक दलको नेताहरूले राम्रोसँग काम गर्दैको भए, जनताले चाहे अनुसारको काम गर्दैको भए, जनतालाई जुन एउटा विश्वास आश्वासन देखाएको छन् त्यो अनुसारको काम गर्दैको भए, जनता यसरी तिनीहरूको विरोध गर्नलाई सडकमा उत्रिन्थ्यो होला त? पक्कै पनि उत्रिन्थेन क्या, बुझेनौ? कसैले पनि कोही जनताले पनि चाहँदैन कि देशमा यस्तो अशान्ति डिस्ट्रक्सन होस् भनेर कसैले पनि चाहेको हुँदैन क्या। तर जब देश चक्किँदैछ भनेपछि, जब देश चक्किँदैछ, जब हुँदैन हरेकचोटि झुट बोलेको छन्, हरेकचोटि भ्रष्टाचारको लिस्टमा टपमा नाम राखेको छन् भनेपछि जनता तब आकर्षित अवस्थामा आएको क्या। अनि अर्को कुरा के रह्यो भनेपछि जनताहरू चाहिँ शान्तिपूर्ण आन्दोलन गर्न गएको, जनताहरू चाहिँ शान्तिपूर्ण हामी आन्दोलन गर्छौँ, शान्तिपूर्ण आन्दोलन गरेर फर्किन्छौँ भनेर गएका जनताहरूलाई चाहिँ विभिन्न बिल्डिङहरूमा चाहिँ आफ्ना मान्छेहरू खटाएर हुन्छ कि प्रहरी खटाएर हुन्छ कि होइन, आफ्ना मान्छेहरूलाई चाहिँ त्यहीँको हुन्छ नर्मल राजावादीको भेषमा पठाएर चाहिँ हुन्छ ओहो राजावादीले यस्तो गरे अरे भन्ने बनाउनलाई क्या, नेगेटिभ बनाउनलाई पोलिटिकल गेम कतिसम्म डट्टी छ भनेर मैले राम्रोसँग बुझ्छु क्या। त्यहीँभित्रको मान्छेलाई चाहिँ नराम्रो बनाउनको लागि होइन, आफ्नो मान्छेलाई चाहिँ तिनीहरूको भेषमा पठाएर त्यहाँ असुर ग्यासहरू प्रहार गर्ने त्यस्तो गरेपछि जनता आकर्षित अवस्थामा आउँदैन। शान्तिपूर्ण आन्दोलन गर्न गएको जनता आकर्षित अवस्थामा आउँदैन भने कुरा बुझ्नु पऱ्यो नि त होइन। विभिन्न बिल्डिङहरूमा लुकाएर चाहिँ असुर ग्यासहरू फालेको छ, भिडियोहरू सानो सन्दर्भमा आइरहेछ, भिडियोहरू आइरहेछ। अनि अर्को कुरा के रह्यो भनेपछि त्यसपछि जनता चाहिँ आकर्षित अवस्थामा आएको हो कि, नत्र जनता यतिकै सुरुमै आकर्षित अवस्थामा आएर सुरुमै चाहिँ तोडफोड अनि त्यसपछि सुरुमै आग लगाउने कामहरू गर्दै गरेको छैन क्या जनताले, बुझेनौ? त्यो अवस्था आइसकेपछि चाहिँ ओहो अब त हुन्छ नि बाटोमा चलिरहेको सर्पलाई चाहिँ जिस्कायो भने ठुङ्गिहाल्छ नि। औ चलिरहेको सर्पलाई राम्रोसँग शान्तिपूर्ण केही नचलाएर जान दियो भनेपछि त्यो सर्पले के ठुङ्ने के गर्ने गर्छ होला त? पक्कै पनि गर्दैन। तर त्यो चलिरहेको सर्पलाई तपाईँले जिस्काउनु भयो भनेपछि त ठुङ्दैन भने मजाले ठुङ्छ नि। अनि अर्को कुरा के रह्यो भनेपछि जुन एकजना पत्रकारको निधन भएको छ होइन, जुन त्यहाँ जलेर निधन भएको भन्ने कुरा छ, त्यो पत्रकारको उतापट्टि घरको मान्छेले आएर कति मजाले एक्सप्लेनेसन दिनुभएको छ क्या, सुन्नुहोस् एकचोटि क्या। 100 चोटि जति भन्यो होला यहाँको प्रहरीलाई, तर उनीहरू माथि गइदिएनन् भनिसकेपछि साथीहरू आकर्षित भएर को सोध्नु त भन्दा सोद्धाखेरि उहाँहरू अस्थिर शब्द बोल्नुभयो। हाम्रो प्रशासनले नै प्रहरीले यहाँ को हुनुहुन्थ्यो भवेश्वर रिमाल, जयेश्वर रिमाल को गरेको, अनि धकेल्नु भयो हाम्रो साथीहरूलाई। अनि मैले चाहिँ उहाँलाई गएर तपाईँ बोल्नुहोस् भन्दाखेरि म बोल्दिनँ भन्नु। तपाईँलाई के समस्या छ नबोल्ने? तपाईँहरूलाई भोग लाग्यो कि बोल्न नसक्ने हुनुभएको छ कि मान्छेको मृत्यु भइरहेको छ? तपाईँहरू अमानवीयता नदेखाउनुहोस्। व्यावसायिकताभित्र मानवता भन्नेको प्रथम कुरा हो, यस्तो नगर्नुहोस् भनेपछि उहाँहरू भाग्नुभयो। सबिन मात्रै भन्ने थियो, सबिन मात्रै भनिसकेपछि हाम्रो शङ्का भयो, किनकि नाममा अलिकति मिस्टेक हुनसक्छ। त्यो खालको अमानवीयता प्रहरीले प्रदर्शन गर्दा हाम्रो दुःखमाथि उनीहरूको रवैयाले जुन दुःख थपेको छ। किनभने एउटा व्यावसायिक प्रहरीलाई थाहा हुन्छ नि त सुरक्षा कसरी दिने, ज्यान जोगाउने जिम्मा हो नि उसको, त ज्यान मार्ने जिम्मा होइन नि त। कसैले यहाँ क्षति पुर्याइरहेको छ भने पनि उसलाई पनि क्षति नपुर्याइकन उसलाई नियन्त्रणमा लिएर उसको पनि सुरक्षा गर्ने जिम्मेवारी हो नि। तर एउटा व्यावसायिक पत्रकार, क्यामेरा समातेर बसिरहेको काम गरिरहेको पत्रकार जल्दैछ है भनेर पटक भन्दा पनि वास्ता नगर्नु। र कतिपय प्रहरी त होइन हामी ठोकेर तयार पार्ने, हामी यतातिर लाग्छौँ भनिरहेका थिए अरे उहाँहरूको त्यहीभित्र त्यो रवैयाले चाहिँ हामीलाई नेपाल प्रहरीको छवि यति धमिलो बनाउने यहाँ खटिएको फिल्ड रिपोर्टर एउटा, कमान्डर एउटा। अर्को चाहिँ आगो लागिसकेपछि सुरेश माथि थियो, तल साथीहरू गइरहेका थिए, दमकल आइपुगेको थियो, त्यतिखेर आगो निमोते गर्दा दमकलमाथि आक्रमण भयो, दमकल फेरि भाग्ने प्रयास भयो। सुरक्षाकर्मीले दमकललाई सुरक्षा दिनुपर्छ कि पर्दैन? अथवा दमकलमाथि आक्रमण गर्ने को त आन्दोलनकारीहरू? त्यो अमानवीयता त्यो त गर्नु भएन नि। मान्छे बचाउँदैछ दमकलले, त्यो को थियो त त्यहाँ? त्यो सीसीटीभी क्यामेरा हेरेर त्यो आन्दोलनकारीका नाममा आएको घुसपैठिया को छन्? किनकि पूर्व राजाको पुनर्स्थापना गर्ने भन्नेहरूले पनि देशमा शान्तिसँग ल्याउँ, विकास ल्याउँ, राम्रो गरौँ भनेर आउलान् भन्ने हाम्रो अपेक्षा हो। हेर्नुहोस्, तर उनीहरूले जुन रवैया देखाएका छन् के हिंसा मार्फत आन्दोलनलाई गर्न खोजे हो कि? त्यति गर्दा चाहिँ जनताले बुझ्नुपर्ने कुरा के हो भनेपछि अझै एउटा बाजेले अर्को बाजेले आएर के भन्नुभएको छ, त्यहाँ आग लगाएको भनेको हामी भन्दा पनि बेसी त्यहाँका भेषमा आएर मान्छेहरूले, त्यहीँका पार्टीका मान्छेहरूले जनताको भेषमा आएर आगो लगाएका छन् भन्ने कुरा पनि गर्नुभएको छ। त्यो कुरा नाइ होला भन्न म सक्दैन। पुलिसै माथि थियो हो कि बुढा मान्छे? यो अध्ययन चौनालाई पुलिस गएर आगो लगाएको छ घरमा, पुलिस गएर आगो लगाएको, पुलिस गएर आगो लगाएको, पुलिसबाट आगो लगाएको आन्दोलन चलाउनको लागि हामी देखिरहेका छौँ। त्यस्तो बुढो मान्छेले झुटो बोल्छ, म त्यही छु। पुलिसले आगो लगाएको माथिबाट हानिरहेछ पुलिसले। र तपाईँ आफै एकचोटि यसरी बुझ्नुहोस्, एकचोटि एनालाइसिस गर्नुहोस् होइन। प्रहरीले सम्पर्क गर्न खोज्दै प्रहरी सम्पर्कमा नआउनु, हाम्रो मान्छे यस्तो यस्तो भयो, सम्पर्क गर्नु पर्यो, कहाँ छ के छ भनेर भन्दाखेरि प्रहरी सम्पर्कमा नआउनु, विभिन्न ठाउँहरूमा लुकेर असुर ग्यासको प्रहार गर्नु। असुर ग्यास राखेर त्यो कति झरे ल बाबा हो
अश्रु ग्यास ल बाबा हेर त ल कति ल ओहो यही बेर बाल्दार मान्छेले हाल्यो त्यसपछि त्यहीँका मान्छेहरू भेष बनेर आएर त्यहाँ आगो लगाएर चाहिँ राजा पक्षका मान्छेलाई चाहिँ नराम्रो देखाउन खोज्नु कतिसम्मको बेवकुफ काम हो, कतिसम्मको चाहिँ अरू जनताहरूमाथि न्युजहरू चाहिँ नराम्रो बनाउनु खोज्या हो। अजीब लाग्छ यार मलाई यो राजनीतिक दलहरू कतिसम्म डराएर चाहिँ हुन्छ नि आफ्नो मान्छेलाई। म थाहा छ गुखानीहरू छ 15-20 हजार दियो भनेपछि चाहिँ एउटाले गएर फालिदिन्छ असुर ग्यास होइन, गएर बोतल हानिदिन्छ, ढुङ्गा हानिदिन्छ, सबै बुझ्छु म। नेपालको युवाहरू कस्तो छ भनेर पनि बुझ्छु म। होला कोही बेला छ देशको चिन्ता जसले चाहिँ कट्टर भएर चाहिँ देश बनाउनुपर्छ भन्ने लागेको छ, बाँकी अरूलाई त मतलबै छैन नि त। जसले पैसा दियो जो जिधर माम उधर हाम हो क्या, जिधर माम मिल्का उधर हाम मिल्का, त्यही भइरहेको छ नि त अहिले नेपालमा होइन। अब यो कुरालाई बुझ्दै जाँदाखेरि सायद मलाई लाग्छ यो राजा पक्षको आन्दोलन त्यति नराम्रो आन्दोलन होइन, बट बाइ द वे यसको कन्सिक्वेन्स जुन हुन्छ नि रिजल्ट चाहिँ नराम्रो निक्लियो होइन। यो रिजल्ट नराम्रो निक्ले तापनि जुन विरोधहरू भएर जुन विभिन्न ठाउँहरूमा चाहिँ अब 2 जनाको निधन पनि भयो, त्यसपछि चाहिँ विभिन्न ठाउँहरूमा चाहिँ क्षति पनि भएको छ। यो म भन्छु सिधासिध यो जुन ठाउँमा क्षति भएको छ लाइक तोडफोडको कामहरू त जनताले पनि गरेको, स्टार्टिङमा अरूले गरिदिएपछि हामीले पनि गरौँ भनेर गरेको, किनकि असुर ग्यास प्रहार भएपछि तोडफोड। तर बाँकी अरू ठाउँमा चाहिँ मलाई यो कुरामा के शङ्का लागेको छ भनेपछि आगो लाउने जनताभन्दा पनि त्यहीँ भित्रका मान्छे हुन्छन् नि, त्यहीँ भित्रका मान्छे हुन् क्या, पार्टीभित्रका मान्छेहरू गएर आगो लाएर चाहिँ यिनीहरूले लाए भन्ने बनाएर चाहिँ नराम्रो बनाउनु खोजेको जस्तो लाग्छ क्या मलाई। र तपाईँको राय के छ त्यो तपाईँ राख्नुहोस्। र यस्तो यस्तो लिडरहरूलाई चाहिँ देशमा हुनुपर्छ कि हुनुहुँदैन भन्ने कुरो चाहिँ तपाईँले आफै छान्नुपर्छ। र मलाई लाग्छ यो 3टा टाउकेहरू चाहिँ सिद्धिनै पर्छ नेपालबाट। यो 3टा टाउकेको जबसम्म अन्त्य हुँदैन नेपालबाट चाहिँ जबसम्म यिनीहरू लखेटिँदैन तबसम्म केही काम लाग्छ जस्तो मलाई लाग्दैन। सिधा कुरा भन्नुपर्दा देश बनाउनु छ भने चाहिँ यिनी टाउकेहरू लखट्नै पर्छ। र देशमा चाहिँ एउटा म राजै ल्याउनुपर्छ भन्दिनँ, एउटा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रधानमन्त्री बनाइदियो भनेपछि चाहिँ एकदम बेस्ट हुन्छ जस्तो लाग्छ मलाई होइन। किनकि जनताले त्यसपछि जनताले पनि हुन्छ नि बोल्ने फ्याफ्याउ गर्ने मुख छ नि, हामीले भएन भन्ने मुख पनि कम हुन्छ। किनकि अहिले त के छ सिस्टम भनेपछि एउटा ठाउँबाट जितेर गएर प्रधानमन्त्री हुने सिस्टम छ नि त। तर पछि त देशभरिबाट नै एकदम जनताबाट चाहिँ निर्वाचित गर्न खोजियो भने चाहिँ देशभरिबाट नै सिलेक्सन गर्दाखेरि चाहिँ अब को पर्छ को पर्दैन भन्ने कुरोले धेरै निर्धारित गर्छ नि त। अनि त्यतिबाट सिलेक्ट भएर गएको मान्छे सायद त्यति नराम्रो हो जस्तो मलाई लाग्दैन। र नेपालमा सिस्टम हुनुपर्छ। र राजाभन्दा पनि मलाई लाग्छ नेपालमा चाहिँ अब राजा ल्याउनु छ भने राजा पनि ल्याऊ ठिक छ, तर राजाभन्दा पनि बेस्ट अप्सन भनेको राष्ट्रपति प्रधानमन्त्री भनेको जनताबाट प्रत्यक्ष निर्वाचित गर्न सकियो भने एकदम बेस्ट हुन्छ। टाउकेहरूलाई चाहिँ फाल्नुपर्छ। अरू थाहा छैन, टाउकेहरू चाहिँ सकिनु पर्यो क्या, अरू मलाई थाहा छैन। जय नेपाल।